ल है त गाइज 1 2 3 सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल इट्स मी अनिल छेत्री एकेए गाउँले गुड मर्निङ पहिला त सबैजनालाई। अनि आजको ब्लग के कस्तो हुनेवाला छ भन्दाखेरि चाहिँ टाइटल र थम्बनेल हेरेर चाहिँ थाहा पाइसक्नु भयो होला। टाइटल र थम्बनेलमा चाहिँ कि हजुरले चाहिँ एकदमै राम्रो देख्नु भएको छ होला। अनि तर पनि टाइटल र थम्बनेल भन्दा पनि रियालिटीमा चाहिँ पुरै भिडियो हेर्दाखेरि चाहिँ अलग्गै मजा आउनेवाला छ आज। अनि सोसाइटी भाइहरू म चाहिँ अहिले भर्खर उठेको ओछ्यानमा ब्लग स्टार्ट गरिरहेको छु। अनि सोसाइटी भाइहरू हिजो चाहिँ पावर ब्याङ्कमा चार्ज निस्किँदै थियो, त्यही भएर चाहिँ पावर ब्याङ्कमा कति भएको रहेछ, फुल हुन चाहिँ 1% मात्र बाँकी छ। अनि सोसाइटी भाइहरू मैले चाहिँ अहिले चाहिँ बिहानै ब्लगको सुरुवात किन गरेको भन्दाखेरि चाहिँ आज मेरो लागि अनि हजुरको लागि एकदमै ठुलो सरप्राइज रहेको छ। अनि सोसाइटी भाइहरू पहिला चाहिँ ओछ्यानहरू चाहिँ यताउति चाहिँ मिलाउनु पऱ्यो। अनि त्यसपछि मैले मुख सुख केही धोएको छैन क्या। अनि ठ्याक्क उठेर चाहिँ ठ्याक्क उपस्थित भइसकेको छु। अब चाहिँ यसो ओछ्यानहरू यताउति मिलाउनु पऱ्यो। अनि त्यसपछि आजको सरप्राइज र आजको न्यू डे विथ अ न्यू ब्लग के कस्तो हुनेवाला छ। अनि सोसाइटी भाइहरू हजुरहरू चाहिँ आजको गिफ्ट चाहिँ हेर्नलाई एक्साइटेड हुनुहुन्छ भने तल कमेन्टमा यास गरेर चाहिँ कमेन्ट गरिदिनु होला है त। फ्यामिली अब चाहिँ म चाहिँ ओछ्यान यताउति मिलाउँछु होइन। यत्तिकै उठेर चाहिँ यत्तिकै क्यामेरा अगाडि हजुरको अगाडि उपस्थित भइसकेको छु। अब चाहिँ टक्क ग्यास अहिले चाहिँ मैले चाहिँ दुईवटा ज्याकेट पनि लगाइसकेको छु। अनि हिजो राति चाहिँ मैले कतिवटा कम्बल ओढेको देखाउँछु है त। एउटा दुईवटा तिनवटा चारवटा सोसाइटी भाइहरू मैले 4वटा कम्बल ओढिसकेको छु। साथीभाइहरू म आज तपाईँहरूलाई चाहिँ मेरै कोठाबाट स्वर्ग देखाउने वाला छु। गुड मर्निङको भ्यू होइन। अनि सोसाइटी भाइहरू म चाहिँ एकदमै एक्साइटेड छु बाहिरपट्टिको भ्यू हेर्नलाई होइन। अनि तर पनि के कस्तो हुनेवाला छ लेट्स सी। आजको मेरो कोठाबाट चाहिँ आफ्टर लङ टाइमबाट यति साह्रो एक्साइटेड भएको छु, कुरै छोडिदियो कि आफ्टर लङ टाइम पछि हो क्या साथीभाइहरू मेरो लागि हजुरको लागि सरप्राइज। ल है त, ल टक्क मिलाएको ए यसलाई चाहिँ यसरी गरौँ। अनि रेडी हो 1 आम्मा साथीभाइहरू ल एकदमै एक्साइटेड थिएँ क्या साथीभाइहरू यो भ्यू हेर्नलाई एकदमै एक्साइटेड। टक्क साथीभाइहरू हेर्न सक्नुहुन्छ पारिपट्टि त आम्मा पुरै यस्तो बवाल खाले भ्यू छ यार। अनि सोसाइटी भाइहरू आफ्नो कोठाबाट यस्तो बवाल मुखबाट यस्तो बाफ आइरहेको छ यार। अनि आज पनि पर्ने यस्तो खाले छ क्या। टक्क मिलाएर चाहिँ ल अब चाहिँ म चाहिँ जुत्ता सुत्ता लगाउँछु। अनि पुरा छानबिन गर्नु पऱ्यो आज के कस्तो हुनेवाला छ। लेट्स सी बाहिरपट्टि गएर चाहिँ म चाहिँ बाहिरपट्टि जान एकदम एक्साइटेड छु क्या साथीभाइहरू। हेर्न सक्नुहुन्छ यस्तो हिउँमा खेल्न पनि आम्माम। अनि सोसाइटी भाइहरू हिउँ परेको कहिले हो भन्दाखेरि चाहिँ अब धेरै भयो क्या। अस्ति पनि 3-4 दिन पर्ने जस्तो भएको थियो। अनि त्यहाँदेखि चाहिँ डाइरेक्ट घाम लागेको थियो, परिरहेको थिएन। अनि ठ्याक्क हिजो राति चाहिँ हामीले चाहिँ खानासाना खाएर चाहिँ ठ्याक्क बाहिरपट्टि आएको थियो त अलिअलि हिउँ परिरहेको थियो क्या। हिजो क्लिप पनि हेर्न सक्नुहुन्छ। के देखिन्छ होइन, देखिन्छ न गाइजहरू। मेरे मुख को देखो गाइस, मेरा अंकल आज मेरे मुख दिखा दे। रोक तो भयंकर भन्थ्यो आज 93% थियो रिपोर्ट। अनि हिजो चाहिँ अलिकति परिरहेको थियो। अनि राति 10 बजेको क्लिप पनि हेर्न सक्नुहुन्छ। अनि राति 10 बजे पनि परिरहेको थियो। अनि ठ्याक्क मर्निङमा हेरेको त आम्मामा पुरै ढकमक्क भएको रहेछ यार साथीभाइहरू। टक्क मिलाएर अब चाहिँ सोसाइटी भाइ जुत्ता सुत्ता लगाएर चाहिँ बाहिरपट्टिको जानु पऱ्यो। अनि सो गाइस त्यही नै अहिले चाहिँ मैले चाहिँ ट्याक्क टुक्क मैले चाहिँ एउटा माथिपट्टिको ज्याकेट अनि
यतापट्टि माथिपट्टि चाहिँ हाम्रो गाउँघरको उनको ज्याकेट लगाएर छ कि अनि बुट सुट लगाएर चाहिँ हिउँ खेल्न आइसकेको छु अनि सो साथीभाइहरू देख्न सक्नुहुन्छ पछाडिपट्टि पुरै टक्कै हिउँ परिरहेछ होइन उता देख्न सक्नुहुन्छ पछाडिपट्टि पुरै हिउँ परिरहेछ अनि यतापट्टि पनि पुरै हेर्न सक्नुहुन्छ अनि सो साथीभाइहरू अहिलेको चाहिँ बाहिरपट्टिको चाहिँ पुरा सिनेमेटिक हेर्नु पऱ्यो है त के कस्तो लाग्छ ल 1 2 3 लेट्स गो अनि त्यही हो गाइज बिहानै भएर पनि जाडो पनि उपरै जाडो छ अनि देख्न सक्नुहुन्छ पछाडिपट्टि घर चाहिँ नि घरको माथिपट्टि पुरै बाक्लो बाक्लो हिउँ लागिरहेछ आम्मा बिहानीको जाडो हेर्नुहोस् त यस्तो सिरिसिरी हावा आइरहेछ नि त हात पुरै चिसो पारिदिइरहेछ यता पनि हात हेर्न सक्नुहुन्छ रातो पारिरहेछ अनि सोच्दै भएर देख्न सक्नुहुन्छ पारिपट्टि छ नि त पारिपट्टि पुरै रुखको माथिपट्टि पुरै हिउँले ढाकेको छ क्या अनि सो साथीभाइहरू ड्रोन सुट हान्न पाएको भए त कस्तो बवाल आउँथ्यो कुरै छोडिदिउँ अनि आज चाहिँ म चाहिँ हजुरलाई धेरै कुरा देखाउनु आम्मा जुत्तामा हिउँ गयो यार जुत्तामा पुरै हिउँ गएको छ यार बिहानी 7 बजे साथीभाइहरू 7 बजी बिहानीको 7 बजिरहेछ मलाई जाडै भइरहेको छैन कि यति साह्रो एक्साइटेड भएको छु कुरै छोडिदियो क्या अनि हेर्न सक्नुहुन्छ पछाडिपट्टि पुरै स्याउको रुखहरू हेर्न सक्नुहुन्छ हिउँले ढाकेर चाहिँ यस्तो बनाइरहेको छ हिउँले हेर्न सक्नुहुन्छ टक्क मिलाएर चाहिँ देख्न सक्नुहुन्छ अनि माथिको खेतको स्याउबारीहरू देख्न सक्नुहुन्छ यस्तो छ बबाल अनि अर्को कुरा साथीभाइहरू हामी बच्चा छँदाखेरि चाहिँ यस्तो रुख थियो नि त यसलाई चाहिँ भुइँमा अलिकति धकाल्दाखेरि माथिपट्टि बर्र आउँछ क्या अनि बर्र आउँदाखेरि चाहिँ यस्तो बल आउँछ तर अहिले बिहानी भएर चाहिँ साथीभाइहरू बिहानी चाहिँ यस्तो गर्दाखेरि चाहिँ अलि गाह्रै पर्ने जस्तो भएको छ क्या आम्बो लहै यी साथीभाइहरू आम्मा यस्तो त्यस्तो गाइज अनि बिहानीको नजारा सो फिलहाल गाइज अहिले चाहिँ देख्न सक्नुहुन्छ उता यतापट्टि चाहिँ पुरै स्याउको रुखहरू हो होइन अनि सो साथीभाइहरू अस्ति भर्खर कटिङ गरेर चाहिँ साना देखिरहेको होला अनि हिउँले गर्दाखेरि आम्मामा जाडो भयो यार साथीभाइहरू जाडो भयो मैले चाहिँ अहिले चाहिँ बिहानै भएर चाहिँ होला त्यत्तिकै अलिकति यस्तो इन्जोय गर्नलाई मैले ग्लोभ्स यताउति केही लगाएको छैन अनि सो साथीभाइहरू यतापट्टि स्याउबारी चाहिँ हामी बच्चा छँदाखेरि चाहिँ साथीभाइहरू बच्चा छँदाखेरि चाहिँ यो रुखहरू हुन्छ नि यो रुखको भुइँमा गएर चाहिँ यसरी हल्लाउँदाखेरि चाहिँ माथिपट्टि हिउँ बरर आउँथ्यो क्या अनि यस्तो मजा आउँथ्यो क्या साथीभाइहरू हुन्छ नि अब हजुरले पनि ट्राई गरिसक्नु भएको होला होइन अब म पनि अहिले ट्राई गर्नु सोचिरहेको छु तर हेरौँ के कस्तो हुनेवाला छ अनि म चाहिँ लेट्सी एउटा रुखमा चाहिँ पुरै हल्लाएर चाहिँ इन्जोय गर्नेवाला छ बिहानीको मौसम हेर्नुहोस् त हात पनि रातो भएको छ मेरो नाकको डाँडी पुरै रातो भएको छ यतातिर पनि पुरै रातो जस्तो भएको छ लेट्सी सो गाइज लेट्सी म चाहिँ अब यो रुखलाई चाहिँ हल्लाएर चाहिँ माथिपट्टि देख्न सक्नुहुन्छ यो माथिपट्टिको पुरै हिउँ छ नि यसलाई चाहिँ कस्तो तरिकाको बरर आउने आउँछ नि त यस्तो बवाल मजा आउँछ क्या हुन्छ नि अब उमेर जतिसुकै ठुलो भयो पनि होइन बालापन चाहिँ हामीले चाहिँ बिर्सिनु हुँदैन भन्ने कुरा चाहिँ सबैलाई थाहा नै होला होइन अब आफ्नो बालापन पनि यति नै इन्जोय गर्नुपर्छ क्या साथीभाइहरू हुन्छ नि अब जतिसुकै उमेरले गर्दाखेरि चाहिँ मेरो चिसोले गर्दा नाकबाट पुरै सिकान आइरहेछ होइन अनि सो साथीभाइहरू म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ जतिसुकै उमेर ठुलो भयो भने होइन आफ्नो बालापन इन्जोय गर्ने टाइम चाहिँ एक क्षणको लागि भयो भने होइन होला उमेरले चाहिँ माथि होला तर एक क्षणको लागि चाहिँ यदि आफ्नो बालापन याद आउँछ भने त्योभन्दा ठुलो कुरा के होइन क्या साथीभाइहरू देख्न सक्नुहुन्छ अब चाहिँ म चाहिँ फुल इन्जोय गर्नेवाला छु हेर्नुहोस् त साथीभाइहरू पुरै रुखको माथिपट्टि यस्तो तरिकाको हिउँ परिरहेछ माथिपट्टि पनि हावामा कस्तो अड्डिरहेछ हेर्नुहोस् त ल हेर्न सक्नुहुन्छ साथीभाइहरू ओहो साथीभाइहरू अस्ति चाहिँ यो चाहिँ स्याउको रुख हो होइन पुरै अस्ति चाहिँ कटिङ गरेर चाहिँ यत्तिको भएको छ अनि आज चाहिँ इन्जोय गर्नेवाला छु गाइज ल है त गाइज 1 2
हेर्नुहोस् त गाइस साथीभाइहरू पुरै टाउकोमा हेर्नुहोस् त पछाडिपट्टि पुरै हिउँ लागिरहेको छ अनि सोच्दै भाइहरू आजभोलि त ठुलो उमेर भएर चाहिँ कम हो बालापनमा छँदाखेरि त यस्तो बवाल इन्जोय गरिन्थ्यो नि त कुरै छोडिदियो क्या साथीभाइहरू जाडो भयो यार साथीभाइहरू माथिपट्टिको हिउँ पुरै बरार आइदिइरहेको छ के कस्तो लाग्छ यार साथीभाइहरू अब चाहिँ यसो पर्तिर जान्छु अनि पर्तिर के कस्तो छ नजारा अहिले चाहिँ माथिपट्टिको पुरै हिउँलाई चाहिँ होइन यस्तरी हल्लाको जाडो पो भइदिरहेको भने हेर्नुहोस् त अझै पनि चाहिँ बिहानै भएर चाहिँ हेर्न सक्नुहुन्छ यतापट्टि पनि पुरै कतै घाम लागेको छैन आज पनि पर्ला जस्तो भएको छ हेर्नुहोस् त बादल लागेको छ कालो बादल लागेको छ अनि यतापट्टि चाहिँ यस्तो छ नजारा अनि साथीभाइहरू ट्याक्क घर छ होइन घरको माथि चाहिँ आम्मामा यस्तो बवाल हिमाल देखिन्छ नि त हिउँ परेको ढकमक्क हिउँ पर्दाखेरि चाहिँ साथीभाइहरू पछाडि माथिपट्टिको हिमाल चाहिँ हिउँ पर्दाखेरि चाहिँ यस्तो बवाल एक्साइटेड देखिन्छ नि त कुरै छोडिदियो क्या ए हेर्न सक्नुहुन्छ घर छ नि त टक्क घरको माथि हेर्न सक्नुहुन्छ हिउँ पारिपट्टि हेर्न सक्नुहुन्छ पारिपट्टि पुरै यतापट्टि उतापट्टि पुरै ड्रोन सुट हान्ने हो भने चाहिँ यस्तो बवाल आउँथ्यो यार साथीभाइहरू अनि त्यही हो गाइज अहिले चाहिँ म चाहिँ पुरानो घरतिर आएको छु अनि पुरानो घरको हालत हेर्न सक्नुहुन्छ के कस्तो छ जाडो देख्न सक्नुहुन्छ पछाडिपट्टि चाहिँ मेरो पुरानो घर रहेको छ अनि अस्ति चाहिँ साथीभाइहरू यताबाट चाहिँ पुरै पोस्टरहरू निकाल्यो हेर्न सक्नुहुन्छ भित्रपट्टि आम्मामा माथिबाट हेर्नुहोस् त कस्तो आइरहेछ पानी चुहिरहेछ अनि अगाडिपट्टि त त्यस्तै छ साथीभाइहरू अनि साथीभाइ आरुको रुखमा पनि पुरै हिउँले ढाकेको छ अनि साथीभाइहरू मलाई यति साह्रो एक्साइटेड भएको छ नि त यार कुरै छोडिदियो क्या कुन चाहिँको निशान हो क्यामेरामा देखिरहेको छैन हेर्न सक्नु त एउटा यहाँनिर छ अनि अर्को यतानिर छ अर्को यतानिर छ यता गरेर चाहिँ पुरै हिँडिरहेको छ यार खै के को हो निशान थाहै भएन अनि हेर्न सक्नुहुन्छ आम्मामा यतापट्टि स्याउलाहरू चाहिँ यस्तरी राखेको छ पानी र आमा ट्राइपोडमा पुरै हिउँ जमेको छ यार खराब जुत्तामा हिउँ गएर चाहिँ यस्तो टेन्सन भएको छ कुरै छोडिदियो क्या साथीभाइहरू हात पनि रातो भइसकेको छ यार फेरि पनि पर्ला जस्तो भएको छ यार साथीभाइहरू उता माथिपट्टि हिमालमा हेर्न सक्नुहुन्छ हिमालमा हेर्नुहोस् त अलिक कालो बादल पो आइदिइरहेछ भने फेरि पर्ने माला छ यार साथीभाइहरू सो गाइज अहिले चाहिँ म चाहिँ बाख्राको गोठनिर छु होइन अनि देख्न सक्नुहुन्छ बाहिरपट्टि चाहिँ बाख्रा चाहिँ साथीभाइहरू हिजो चाहिँ यस्तो साह्रो हिउँ परिरहेको थियो होइन अनि हिउँ परिरहेको थियो भनौँ न होइन अनि हिउँ पर्दाखेरि चाहिँ साथीभाइहरू यहाँ बाहिरपट्टि चाहिँ यो गोठ यहाँ बाहिरपट्टि चाहिँ आँटी भन्छन् होइन हाम्रो गाउँघरमा आँटी भन्छन् होइन अनि यो चाहिँ काठले चाहिँ यसरी बारे हुन्छ होइन पुरै अनि यतापट्टि चाहिँ थिएँ होइन बाहिरपट्टि नै थियो अनि माथिपट्टिको हिउँ चाहिँ दह्रो हिउँ आइरहेको थियो अनि त्यही भएर चाहिँ बाख्राहरू चाहिँ गोठतिर राखे हुन् अनि बाहिरपट्टि देख्न सक्नुहुन्छ यस्तो छ माथिपट्टि हेर्न सक्नुहुन्छ अनि बाहिरपट्टि चाहिँ यस्तै छ भनौँ न होइन ओहो ल साथीभाइहरू हेर्नुहोस् त आम्मामा त्यति गाउँ देख्न सक्नुहुन्छ साथीभाइहरू बिहानीको नजारा ल उता माथिपट्टि गाउँ हेर्न सक्नुहुन्छ यस्तो चाहिँ हिउँले ढाकेको छ ऊ चाहिँ पारी तुत्ती भन्छन् होइन यो चाहिँ वारी तुत्ती यस्तो बवाल हिउँ परिरहेछ कुरै छोडिदियो क्या साथीभाइहरू अनि त्यही हो यार गाइज उता तल्लोपट्टि पनि हिउँ पर्ने जस्तो भएको छ यार साथीभाइहरू उता तल्लोपट्टि तर फिलहाल साथीभाइहरू अनि बिहानी चाहिँ यस्तै छ साथीभाइहरू हिउँमा हिँड्नु पनि अलग्गै टाइपको मजा आउने रहेछ यार साथीभाइहरू देख्न सक्नुहुन्छ यस्तै टक्क मिलाएर चाहिँ मेरो जुत्तै देखिरहेको छैन यार जुत्तै पुरै सेतो देखिरहेछ हेर्न सक्नुहुन्छ टक्क मिलाएर चाहिँ यसरी ट्याक हिँड्न पनि अलग्गै टाइपको मजा आउने यार साथीभाइहरू यस्तो बवाल हिउँमा अहिले त हेर्दै घरमा पनि
टक्क घाम पनि माथिबाट आइसक्यो अनि सो त्यस्तै छ आजको दिनभरिको नजारा अनि सो साथीभाइहरू मेरो भिडियो हजुरलाई के कस्तो लाग्यो भनेर लाइक गर्नुलाई च्यानल बनाएर सब्सक्राइब गर्नुलाई हिट द बेल आइकन यति भन्दै आजलाई म बिदा लिन्छु हस् त बाई बाई